नमस्कार दर्शकवृन्द, म यहाँलाई फेरि पनि हाम्रो यो कृषक च्यानलमा स्वागत गर्न चाहन्छु। विशेष गोलभेडा खेती गर्दाखेरि ध्यान राख्नुपर्ने कुराहरू म यहाँलाई बताउन गइरहेको छु। मैले यो गोलभेडा बाहिर खुल्ला बारीमा लगाएको छु। बिस्तारै यहाँले देख्न सक्नुहुन्छ। यसरी यो बिचमा मैले खोर्सानी लगाएको छु भनेदेखिलाई, यो अगबडेलाई लगाएको छु भनेदेखिलाई यसको साइडमा मैले यसरी गोलभेडा लगाएको छु। विशेष जब यो गोलभेडा बढ्दै जान्छ तब यहाँले फुल खिलेको देख्नु भएको छ। यो साइडबाट आएको हाँगा, यो जुन चाहिँ यहाँले देख्नुहुँदैछ नि, यसलाई चाहिँ तपाईँहरूले यसरी काट्नुपर्ने हुन्छ। जसरी यहाँ फेदबाट यसरी आएको छ, यो यसरी आएको देख्नुहुँदैछ यहाँले। अब यो यसरी आउँदै गर्दाखेरि जब यहाँ दुई भाग भएको छ वाइ जस्तो है, अनि यहाँ माथि जुन चाहिँ यो यस्तो साइडबाट आएको हाँगा हुन्छ नि, यसलाई चाहिँ यहाँहरूले यसरी काट्नुपर्ने हुन्छ। यो दुईवटा मात्रै राख्यो। अरूभन्दा माथि आएको हाँगा जस्तै यहाँले देख्नुभयो, यहाँ फुल खेलिरहेको छ, यहाँनिर एउटा हाँगा आएको छ, यसलाई चाहिँ यसरी यहाँले काट्नुपर्ने हुन्छ। उसै गरी म यहाँलाई अर्को लाइनमा पनि लगेँ। जसरी यहाँले देख्नुभयो, यो फुल खेलिरहेको छ, त यहाँ साइडबाट अर्को हाँगा आएको छ, यसलाई यसरी काट्नुपर्ने हुन्छ। यो साइडबाट आएको हाँगाले त्यस्तो ज्यादातर रूपमा फल दिँदैन, यो खालि हेर्नलाई मात्र सुन्दर हो। यसरी यहाँले चाहिँ काट्नुपर्ने हुन्छ। अनि जुन चाहिँ दुईवटा लाइन छ, यसलाई मात्र राखेर यो फुल खेलेको छ, यहाँ पनि फुल खेलेको छ, सो यहाँ माथि आएको यसलाई पनि साइडबाट आएको हाँगालाई यसरी चुराइदिनु भयो भने चाहिँ यो बोटको भिटामिन चाहिँ यिनीहरूले लुट्न पाउँदैन। उसै गरी म यहाँले अर्को दृश्य देखाउँछु फेरि यहाँ पनि। जसरी यो बोट आएको छ, देख्नु भएको छ यहाँहरूले है, यो बिचबाट आएको हाँगालाई यसरी चुराउनु पर्ने हुन्छ। अब यो वाइ छुटेको छ, सो यो सिङ्गल बोट हो। अनि यसको यो फेदमा पनि यसरी आएको छ, फेदैदेखि आउँछ यसरी, यसलाई पनि काट्नुपर्ने हुन्छ भने यो साइडबाट आएको हाँगालाई यसरी काट्नुपर्ने हुन्छ। उसै गरी यहाँ पनि देख्न सक्नुहुन्छ, यसको फेदैदेखि आएको छ, यसलाई यसरी यहाँहरूले गर्नुपर्ने हुन्छ। यसरी यहाँहरूले यो साइडबाट आएको हाँगालाई एउटै नछोडिकन यसरी काटेर दुईवटा मात्र राख्ने। अनि यो फलदेखि मैले लागेको पत्ताहरू चाहिँ कटिङ गर्नु सक्नुहुन्छ, फलभन्दा माथि जानु भएन। यसरी यो बिचबाट आएको यसरी काट्नुपर्ने हुन्छ।